नमस्ते, म अथर्व इन्टरप्राइजेसको प्रोप्राइटर सागर शर्मा। हामी अहिले कजरिया टाइलको सोरुमको उद्घाटन गरेका छौँ र विगत 10 वर्षदेखि यस टाइलको सेरामिक इन्डस्ट्रीबाट हामी काम सुरु गरिरहेको। विगत 2 वर्षदेखि कजरिया कम्पनीको इन्डियाको नम्बर 1 कम्पनी, विश्वको 7औं कम्पनीमा जोडिएर काम गरेको। भरतपुर महानगरपालिका 15 मङ्गलपुरमा नयाँ सोरुम ओपनिङ गरेका छौँ। म चाहिँ यस आज कजरियाले हाम्रो अथर्व इन्टरप्राइजेसमा सोरुम ओपनिङ प्रोग्राम राखेको थियो। त्यसले गर्दा त्यसको समुद्घाटनमा हामी सबैजना भेला भएका छौँ। म यो कजरिया रमेश टाइल्स र कजरिया ब्रान्डको विषयमा केही प्रकाश पार्न चाहन्छु। जस्तै कजरिया भनेर एकदम रिनाउन्ड ब्रान्ड हो, चिनिराखेको ब्रान्ड हो। यो चाहिँ विगत 41 वर्षदेखि इन्डियामा प्रोडक्सन गरेर सामानहरू बिक्री वितरण गर्दै आएको छ। यसले घरमा लगाउने टाइल्सहरू चाहिँ बिक्री वितरण घरमा तथा अन्य ठाउँमा टाइलहरू यसले बनाएर बिक्री वितरण ल्याइरहेको छ। त्यसै गरी यसले विश्वका धेरै मुलुकहरूमा निर्यात पनि गरेको छ। र त्यही सिलसिलामा नेपालमा विगत 2 वर्ष अगाडिबाट हामीले यहाँ प्रोडक्सन स्टार्ट गरेका छौँ। नेपालमा पनि अहिले कजरियाको उत्पादन सुरु भएको छ र नेपालमा जब उत्पादन सुरु भयो यहाँका डिलरहरू यो प्रत्येक ठाउँहरूलाई चाहिँ कभर गरौँ भनेर हामीले सानो ठाउँहरूमा पनि एउटा राम्रो उत्कृष्ट किसिमको सोरुमहरू बनाउन सक्यो भने त्यो ठाउँको ग्राहकहरूले चाहिँ राम्रो सोरुमहरूमा गएर तपाईँको टाइल्सहरू कस्तो छ के छ भनेर उहाँहरूले अनुभव गर्नु पाउनुहुन्छ, एक्सपिरियन्स गर्नु पाउनुहुन्छ।